बब्बाल पार्क बब्बाल ल को माया देखाउनु होला हामीलाई पनि मायाले हेर पार्वती यो चाहिँ पार्क अनि यो पार्कमा हिँड्ने मान्छेहरू है के छ ठुलो पार्कमा आइयो घुम्नलाई हेरेर माया ममता देखाइदिनु होला बोल्न नि आउँदैन जसको बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चावल पनि बिग्दैन भन्ने सुनेको थिएँ त्यस्तै होला हाम्रो नि है के छैन हेर्नुहोस् यहाँ कस्तो राम्रो मान्छेहरू नि आउँछ यी तल उतादेखि आइरहेको छ कहाँ हो आइपुगेँ म भित्र थाहै छैन फर्किने अहिले कति बेला हो अहिले घडीमा कति बजेछ 5 बज्न आँटिसक्यो ए हाम्रो बबालै रहेछ नि म पनि आएको थिइनँ हौ भित्र त के हो यस्तो हाम्रो नेपालतिर नि त गर्न सकिन्छ नि यस्तो हाम्रो जङ्गलहरू टन्न यस्तो सरकारी जमिनहरू कति धेरै छ यस्तो यत्तिकै पडिरहेको छ जङ्गलहरू नि यत्तिकै छ त्यो सम्म जग्गामा बनाउन सकिन्छ त यस्तो बन्दो रहेछ त यहाँ पनि यो पहिला जङ्गलै थियो होला यस्तो राम्रो बनिसक्यो पुरा कति मान्छेहरू हिँडिरहेको छ कति मान्छेहरू इन्जोय गरिरहेको छ है छैन हाम्रो त के भन्नु होला बिस्तारै अब रोकिरहेको छ हामी नि राम्रो टाइम कुरिरहेको छ हुन्छ बिस्तारै टाइम लाग्छ अब यो म कहाँनिर आइपुगेँ यस्तो दामी रहेछ के हो डेभलप बाँझो जमिनहरू जङ्गललाई नि यस्तो दामी बनाउन सकिरहेछ भन्ने यहाँनिर एउटा उदाहरणै भयो क्या यो जङ्गलै थियो पहिला होइन अहिले के भनिसक्यो इन्भाइरोमेन्ट एजुकेसन सेन्टर भनेर लेखिरहेको छ यहाँ के हुन्छ यहाँ त अहिले त सब बन्द छ है अब यहाँ के हो यसो हेरौँ हामी इन्भाइरोमेन्ट एजुकेसन सेन्टर हो रे चाहिँ हेरौँ न त हामी अब यता यस्तो रहेछ कोही हैदराबादको नजिकै बन्जार हिल्सको नजिकै छ भने यो पार्कमा चाहिँ अवश्य आऊ ल केटा हो बवाल छ त्यहाँ आउन दिनु मलाई कल गर्नु मेरो फेसबुक यो है मलाई मेसेजहरू गर्नु सँगै हामीलाई घुमौँला है कोही रनिङ हान्छ भने नि अब यहाँ बवाल छ रनिङ हान्नको लागि चाहिँ पिसफुल छ धेरै ठुलो पनि छ मजाको छ है यहाँ टोयलेट पनि रहेछ यस्तो हिल यस्तो बवाल टोयलेट रहेछ अहिले चाहिँ टोयलेट नि हेर्नु क्या क्लिन छ कि यस्तो जग्गामा नि हेर्न केटा हो यो अन्त डेभलप यार एक्सपेक्टेसनै थिएन यति क्लिन टोयलेट होला भनेर हाम्रो हेर अब ट्यागको क्लासहरू पनि यो हो नि त यार बवाल ल खतरा मजा आइदियो रुममा बसेर काम छैन केटा हो निस्कि रुमबाट भनिरहेको छु म है उठ कहिले उठ्छस् भन्नुभयो त्यो टाइपको क्या उठ्नु पर्यो सबजना काम छैन बसिराखेर घुम्नु पर्यो निस्किनु पर्यो के भन्छ त्यसलाई नसाको मात्र चिल नहान के नसा गरेर मात्र चिल हुँदैन के वातावरणको यताउता हुन्छ नि इन्भाइरोमेन्टमा नि चिल हान्नुपर्छ त्यही हो भन्न खोजेको कता जानु म यता चोक छ यो बाटो जानु कि म यतातिर जानु कि होइन यताबाट यता जानु कि कता जानु उता जानु कि
यहाँ त पुरा हुन्छ नि एउटा आफूलाई हुन्छ नि एउटा आफूलाई मनपर्ने मान्छे लिएर घुमेको त्यति ठुलो छ कि घुमेरै सकिँदैन। हुन्छ नि एउटा मनपर्ने मान्छे लिएर पुरा दिनभरि घुमिराख्ने कि यता बस्ने उता चिल गर्ने ट्याक्क खानासाना लिएर पनि आउन पाइन्छ होला कि खै त्यो थाहा छैन कि त भित्र यहाँ केही न केही छ होला जस्तो लाग्छ मलाई। भित्र खाने जग्गाहरू पनि छ कि जस्तो लाग्छ यति ठुलो पार्क छ कि हुन्छ होला। तर मन परेको मान्छेसँग यहाँ घुम्न चाहिँ बेसी मजा आउँछ होला यति ठुलो छ होइन। मेरो मन परेको मेरो कोही भएको भए लिएर आउँथेँ अवश्य तर छैन कोही। इट्स ओके म एक्लै भने ठिक छ केही छैन। यहाँ यो के हो यो नेचर रिज यो अन्त जेनेरेटर कस्तो पिसफुल यारमा हुन्छ नि छुट्टै छ क्या धेरै पिसफुल हेर्न सक्नुहुन्छ। अब यहाँ भित्र के पाइन्छ यो हेर्न। अनि मैले मयूर त तपाईँलाई वहाँनिर देखाइसकेको थिएँ सुरुमै होइन। यहाँ यिनको चित्रहरू पनि छ क्या के पाउँछ भनेर। यो एनिमलहरू यहाँ पाउँदो रहेछ। यो फलहरू पाउँदो रहेछ। इम्पोर्टेन्ट मेडिसिन प्लान्ट एन्ड केकेआर नेसनल पार्क हैदराबादमा यो पाउँदो रहेछ। के अमला पाउँदो रहेछ। अमला भेट्यो यो अमलाको सिजन हो किन केटा म अमला भेटेँ भने खान्छु अहिले है। चेकलिस्ट अफ बर्ड फाउन्ड इन केकेआर नेसनल पार्क हैदराबाद यो चराहरू पाउँदो रहेछ। यी हेर्न सक्नुहुन्छ। मेडिसिन प्लान्टहरू यो अझै यहाँ पनि रहेछ यी होइन। अनि फलफुलहरू पनि पाउँदो रहेछ। चेकलिस्ट अफ एनिमल्स फाउन्ड इन केकेआर नेसनल पार्कमा अब एनिमल्सहरू यो यहाँ सब पाउँदो रहेछ। छेपारोदेखि लिएर होइन अब सर्पहरू पनि पाउँदो रहेछ। सर्प देख्यो भने अहिले तपाईँलाई देखाउँछु म है। बटरफ्लाईहरू पनि पाउँदो रहेछ। ए यो के हो हेर्न यस्तो पनि के हो यति राम्रो खै यस्तो पनि पार्क हुँदो रहेछ भनेर म यार खतरा हो खतरा। 50 रुपियाँ तिरेको तर यहाँ 1000 रुपियाँ पे गरे पनि केही कसैले के हुन्छ नि एउटा मैले मेरो पैसा चाहिँ ठिक ठाउँमा हालेँ जस्तो लाग्छ कि खतरा छ। अहिले म घर कहाँबाट पऱ्यो अहिले जाने बाटो मैले बिर्सिन्छु जस्तो लागिसक्यो। यहाँ कहाँ छु मलाई थाहा छैन। यति ठुलो रहेछ यहाँनिर। यो क्यामेरा पनि रहेछ यति तित्री रहेछ यहाँनिर हेर त। टमरायन रहेछ है केटा हो यहाँनिर। चुत्रा नि भेटिला जस्तो भइसक्यो। ए कोही हैदराबादमा कोही केटी छ भने मलाई सम्पर्क गर्नु ल। यहाँनिर आउनुपर्छ एकदमै घुम्ने जग्गा रहेछ कि। यहाँ चाहिँ एउटा फिमेल पार्टनरसँग आउँदा चाहिँ मजा आउँछ होला क्या। यसो कोही छ भने चाहिँ मलाई म्यासेज गर्नु होला मेसेन्जरमा। मजाले घुमौँला धेरै ठुलो रहेछ। तपाईँ पनि एक्लै हुनुहुन्छ भने कोही ल केटा हो। यहाँ चाहिँ यो बाथरुम होला है। यस्तो दामी छ कि ठाउँमा कति धेरै बाथरुमहरू राखिदिएको है। अमेजिङ प्यालेस केटा हो अमेजिङ। खतरा